नमस्कार, म विनोद आचार्य। शुभ बिहानी। आज म घोराई चौघरा स्थित सुरक्षित पात्र देवता सिद्ध रत्ननाथ मन्दिर चौघरामा आएको छु। जाउँ भित्र घुमाउँ, आउनुहोस्। प्राचीन इतिहास बसेको यस मन्दिर निकै सुन्दर र निकै आकर्षक छ। फेरि पनि नमस्ते, स्वागत छ यहाँहरूलाई। आज हामी दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 17 स्थित रहेको नेपालकै ऐतिहासिक, धार्मिक एवं आध्यात्मिक महत्त्व बोकेको पवित्र स्थल गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठमा आएका छौँ। नाथ सम्प्रदायको आस्था र इतिहाससँग जोडिएको यस मठ हरेक वर्ष हजारौँ भक्तजन तथा पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने मध्यपश्चिम नेपालको चुरे र महाभारत पर्वतमालाको बीचमा फैलिएको दाङ उपत्यकाको एक पवित्र भूमि प्राचीन कालदेखि नै ऋषिमुनि र योगीहरूको तपोभूमिका रूपमा परिचित छ। यस्तै ऐतिहासिक पृष्ठभूमिमा अवस्थित गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठ नाथ सम्प्रदायको अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ। जनविश्वासका अनुसार गुरु गोरखनाथका प्रिय शिष्य सिद्ध रत्ननाथले यही क्षेत्रमा साधना गर्नुभएको थियो। यहाँको तपस्या, योग साधना र आध्यात्मिक योग ध्यानका कारण यो निकै प्रसिद्ध छ। ऐतिहासिक सिद्ध रत्ननाथ कुवा विक्रम सम्वत 809 सालमा श्री गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मठको स्थापना भएसँगै यस ऐतिहासिक कुवाको स्थापना भएको थियो। दाङ जिल्लाको ऐतिहासिक यस कुवाको जलद्वारा भगवानलाई स्नान, पूजा आदि नित्य कर्म गरिन्छ। 33 मिटर गहिराई भएको यस कुवालाई अत्यन्त पवित्र मानिन्छ। यस कुवालाई जिन्दा पीर पनि मानिन्छ। जिन्दा पीर है। ऐतिहासिक यस कुवा निकै प्रचलित छ। 39 मिटर गहिरो भएको यस कुवाले इतिहास बोकेको छ। एकछिन हामी यहाँ फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ, मन्दिर दर्शन गऱ्यौँ। आफ्नै पोज छ यहाँ। कुवाको भरण पश्चात हामी पुनः फेरि मठमा आयौँ। मठ परिसर निकै फराकिलो र व्यवस्थित छ। यहाँ मुख्य मन्दिरसँगै गोरखनाथ मन्दिर, नवनाथ मन्दिर, धुनी, योग साधना स्थल, पुस्तकालय, चित्रकालय, धर्मशाला, अतिथि भवन, गोशाला, सन्त निवास लगायतका धेरै धार्मिक तथा सामाजिक संरचना रहेका छन्। यहाँको हरियाली वातावरण, शान्त परिवेश र आध्यात्मिक ऊर्जा जो कोहीलाई पनि आकर्षित गर्ने खालको छ। यहाँ प्रत्येक दिन नियमित वैदिक विधिअनुसार पूजा आराधना गरिन्छ। विशेष गरी मङ्गलबार, शिवरात्रि, गुरु पूर्णिमा तथा अन्य धार्मिक पर्वहरूमा हजारौँ भक्तजनहरूको उपस्थित रहने गर्दछ। आरती, भक्तजन, भजन, कीर्तन र ध्वनिको वातावरणले यहाँ आउने प्रत्येक श्रद्धालुको मनमा शान्त र आनन्दित बनाइदिन्छ। यदि तपाईँलाई पनि धार्मिक, पर्यटक, योग, ध्यान वा नेपालको प्राचीन इतिहास र संस्कृतिप्रति रुचि राख्नुहुन्छ भने दाङको यो पवित्र स्थल अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य हो। परिवार, साथीभाइ वा आफन्तसँग यहाँ आएर केही समय बिताउँदा मनमा सकारात्मक ऊर्जा वा आत्मीय शान्तिको अनुभूति गर्न सकिन्छ। यतिन्जेल हाम्रो भिडियो हेरेर साथ दिनु तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। आज हामी तपाईँलाई चौघरा मन्दिरको बारेमा देखायौँ। अर्कोपटक कुनै विशेष ऐतिहासिक ठाउँको बारेमा देखाउनेछौँ। धन्यवाद।